यो औद्योगिक भएको हामीले यसको सम्बन्धमा के गर्यौं र कतिजनालाई पक्राउ गर्यौं र यसको अहिले के भइरहेछ हामीले प्रारम्भिक अनुसन्धानबाट के निकालेका छौं भन्ने कुराहरु म यहाँलाई जानकारी गराउँछु र हामीले यो सम्बन्धी कसुरमा 5 जनालाई पक्राउ गरेका छौं। गएको शुक्रबार बेलुका हामीले पक्राउ गरेको आज हामीले सम्मानित जिल्ला अदालतबाट म्याथ पनि लिइसकेका छौं। यसमा हामीलाई यो पोखरा महानगरपालिका वनर 14 को अनुपम टोल भन्ने स्थानमा चाहिँ त्यस्तै किसिमको शंकास्पद गतिविधि भइरहेको छ भन्ने सूचना हामीलाई पहिले प्राप्त भएको थियो। त्यही सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की बाट मेरै कमान्डमा खटिएको संयुक्त टोलीले त्यहाँ स्थित रहेको रुपेन्द्र जीसी को घरमा हामीले खानतलासी गरेका थियौं र खानतलासी गर्दाखेरि क्रिप्टो करेन्सी अवैधिक मुद्रा कारोबार गर्नसँग सम्बन्धित र अनलाइन जुवा सट्टाबाजी चाहिँ खेलाउन प्रयोग गरिएका इलेक्ट्रोनिक डिभाइसहरू हामीले बरामद गरेका छौं, जुन तपाईहरुले यहाँ पनि देख्न सक्नुहुन्छ। र बरामद गरिएका इलेक्ट्रोनिक डिभाइसहरूमा विभिन्न कम्पनीका मोबाइल थान 31, कम्प्युटर मोनिटर 2 थान, कम्प्युटर सीपीयू 3 थान, ल्यापटप 4 थान, आइप्याड 1 थान, कीबोर्ड 2 थान, माउस 1 थान, राउटर 4 थान, पेन ड्राइभ 3 थान, हार्ड डिस्क 1 थान, मल्टिप्लाई 1 थान, चार्जर 11 थान लगायत गरेर 72,500 नगद पनि हामीले बरामद गरेका थियौं। र यसमा चाहिँ यो डिभाइसहरू प्रयोग गरेर क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गर्ने र अनलाइन ग्याम्बलिङ गर्ने 5 जना व्यक्तिहरूको विवरण म तपाईहरुलाई देखाउँछु, जसमा टप हायरार्कीमा रहेर काम गर्ने रुपेन्द्र जीसी वर्ष 31 को हुनुहुन्छ। उहाँ अमेरिकामा बसोबास गर्दै आउनुभएको र केही समयको लागि नेपाल आएको क्रममा उहाँ पक्राउ पर्नुभएको छ। उहाँ आईटी इन्जिनियर र आईटीमै उहाँ पीएचडी गर्दै पनि हुनुहुन्छ र उहाँले चाहिँ अलिकति हेर्दा चाहिँ हायरार्कीमा टप लेभलमा उहाँ हुनुहुन्छ र त्यसै गरेर उहाँलाई सहयोग गर्ने विक्रम मान्य हुनुहुन्छ। उहाँको घर म्याग्दी बेनी नपा 5 स्थायी घर भए पनि अहिले त्यही पोखरा मनपा 14 बस्नुहुन्छ। उहाँको एउटा फेन्सी पसल पनि छ चिक्रे ढुङ्गामा र उहाँ रुपेन्द्र जीसीको फुपूको छोरा हुनुहुन्छ, जुन पक्राउ गरेका 5 जना व्यक्तिहरू आफन्त भएको बुझिएको छ। त्यसै गरेर अर्को रोजन केसी हुनुहुन्छ वर्ष 19 को, उहाँ रुपेन्द्र जीसीको सेनी आमाको छोरा हुनुहुन्छ। यसै गरेर सज्जन घिमिरे वर्ष 22 को हुनुहुन्छ, उहाँ ब्याचलर 4th इयर पढ्दै हुनुहुन्छ। उहाँ रुपेन्द्र जीसीको फुपूको छोरा हुनुहुन्छ। त्यसै गरेर सन्दीप कटुवाल हुन्छ वर्ष 28 को, उहाँ कन्सल्टेन्सी सञ्चालक पनि हुनुहुन्छ। उहाँको एउटा पोखरामा फुटिस्टे भन्ने कन्सल्टेन्सी पनि छ र उहाँ रुपेन्द्र जीसीको बहिनी चाहिँ हुनुहुन्छ। भनेपछि 5 जनाले आफ्नै चाहिँ आफन्त बीचमा यो कारोबार गर्दाखेरि गोप्य रूपमा हुन्छ र हामी सक्सेस भइन्छ भन्ने किसिमबाट पनि उहाँले यो प्लान बनाएर चाहिँ विगत 1 वर्षदेखि यो कारोबार गरेको देखिन्छ र यो संगठित रूपमा भएको कारोबार भएको हामीले पाएका छौं। र तपाईले यसमा देख्नुभयो भने यो टपमा रुपेन्द्र जीसी हामीले राखेका छौं। उहाँलाई सहयोग गर्ने दुईटा विक्रम बान्ने र सन्दीप कटुवाल हुनुहुन्छ। यो विक्रम बान्ने र सन्दीप कटुवालले म्यानेजर लेभलको काम गर्नुभएको छ र यो टपमा जुन रुपेन्द्र अमेरिका बसेर काम गर्दा पनि उहाँ अमेरिका रहँदा पनि उहाँले चाहिँ सबै अनलाइनबाट भने यो क्रिप्टो करेन्सीमा सम्बद्ध भएका युएसडीटी यो चाहिँ यसलाई चाहिँ उहाँ ट्रान्सफर गरेदेखि लिएर कति पैसा हिसाब किताब राख्ने उहाँले चाहिँ यो विक्रम बान्ने र सन्दीप कटुवालले रुपेन्द्र जीसीलाई भरसक सहयोग पुर्याएको देखिएको छ। र यो विक्रम बान्ने र सन्दीप कटुवालले चाहिँ रोजन केसी र यो सज्जन घिमिरेले कसरी काम गरिरहेका छन् भन्ने कुराहरु पनि यिनीहरूले मोनिटर गरेको छ। यहाँ चाहिँ 3 लेयर छ र यो रोजन केसी र सज्जन घिमिरे यहाँ 24/7 त्यही घरमा रुपेन्द्रकै घरमा बसेर जुन हामीले त्यो घरमा छापा मार्यौं, त्यहाँबाट इलेक्ट्रोनिक डिभाइस जहाँबाट बरामद गर्यौं त्यही ठाउँमा उहाँहरु त्यही बसेको र 24/7 नै उहाँले शिफ्ट वाइज काम गरेको देखियो र शिफ्ट चाहिँ यो एक दिनमा 3 शिफ्ट बनाएर उहाँले चाहिँ आफ्नो शिफ्टमा चाहिँ ग्याम्बलिङमा गर्ने, त्यसपछि कसले कति पैसा राख्यो, कति अपलोड गराउने, कहाँ सबै यी कुराहरु चाहिँ उहाँले वेल नोन भएको हामीले पाएका छौं। र यसमा तपाईको जुवान गेमिङ हब भन्ने छ, यो एउटा प्लेटफर्म रहेछ। यसमा उहाँको दुईटा प्लेटफर्म छ। यसमा तपाईले देख्न सक्नुहुन्छ $10 डिपोजिट गराउने $11 चाहिँ यहाँहरुले अपलोड गर्दिने
$20 तपाईँको चाहिँ तपाईँको ग्राहकबाट क्लाइन्टबाट आयो भने $22 चाहिँ अपलोड गरिदिनु। त्यो अनुसारको उहाँले चाहिँ कोइन पाउनुभयो। त्यो कोइन अनुसार चाहिँ उहाँले ग्याम्बलिङ गर्ने हुनु र त्यसबाट आएको जुन पैसा छ तपाईँको त्यसबाट प्राप्त हारजितको पैसाहरू चाहिँ फेरि क्रिप्टो मार्फत चाहिँ सम्बन्धित चाहिँ व्यक्तिको खाता जाने अनि फेरि उहाँहरूले चाहिँ त्यो आफूले चाहिँ आफ्नो चाहिँ रकम ब्याङ्कमा लिएर आउने लगायत क्रियाकलापहरू भएको देखिन्छ। एकदम भास्ट छ यो प्रविधिमा चाहिँ यो छ, धेरै भास्ट छ। यसमा हामीले यति धेरै डिभाइसहरू हामीले जिएफएलमा लगेर परीक्षण गर्नुपर्ने आवश्यकता छ। यसबाट अहिले प्रारम्भिक 2 दिनमा हामी सबै विवरण निकाल्न सक्दैनौँ र हामीले यसलाई अझ यसको हाम्रो जुन अनुसन्धानको जुन पिरियड छ त्यो पिरियडमा हामीले यसबाट अझ भरपूर के निकाल्न सकिन्छ हामी यसलाई चाहिँ प्रयास गर्छौँ। र यसमा तपाईँको हामीले अहिले सरसर्ती हेर्दाखेरि उहाँहरूको चाहिँ 30 करोडको कारोबार चाहिँ हामीले चाहिँ USDT र ग्याम्बलिङ अनुसारको 30 करोडको हामीले कारोबारको प्रारम्भिक रूपमा पाएका छौँ। यो यो धेरै बढ्छ। यसमा हामीले चाहिँ धेरै यो भित्र छिर्नलाई अब अझ TFL मैले भने है डिजिटल फोरेन्सिक ल्याबबाट धेरै कुराहरू आउँछ र यी कुराहरू हामीले प्राप्त गर्न बाँकी नै छ। र यो कसुरमा चाहिँ उहाँलाई यो अवैधिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने 2टा कसुर एकठाउँ जोडिएको छ। यो 2टै कसुरमा हामीले आज सम्मानित जिल्ला अदालतबाट 7 दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया पनि सुरु गरेका छौँ। र यो हामीलाई चाहिँ यो जुन अनुसन्धान पिरियडमा यसबाट थप कुराहरू हामीले केही पछि प्राप्त हुन्छ र त्यो भयो तपाईँलाई फेरि फलोअप रूपमा हामीले जानकारी गराउँछौँ। ग्याम्बलिङ गर्न सकिने, अनलाइन माध्यमबाट पेमेन्ट गर्न सकिने यो प्रविधि, यो यस्तो किसिमको प्रविधिमा अहिले तपाईँ हामीहरूभन्दा अलिकति धेरै चाहिँ भास्टमा यो आइरहेको छ। यस्तो तपाईँहरूले सोसल मिडियामा कतिको निगरानी गरिरहनु भएको छ होइन? अहिले त यस्ता खालका त यो त अहिले बल्ल समातिए, नत्र हरेक यी गेमिङ वेबसाइटहरूले चाहिँ प्रचार गर्ने के तपाईँ 10 को 20 चाहिँ गर्न चाहनुहुन्छ भन्ने चाहिँ थुप्रै नै छन्। तिनीहरूलाई चाहिँ कसरी निगरानी गर्नेछ? अब यसमा तपाईँको यी जुन किसिमको यति ठुलो हामीले अपरेसन गरेका छौँ, रेड गरेका छौँ, यो पनि एक किसिमको सन्देश हो। त्यही सन्देश हो, हामीलाई प्राप्त सूचनाको आधारमा हामीले गरेको र यो प्रहरी एक्लैले सबै गर्ने भन्ने होइन। हामीलाई कुनै किसिमको सूचना प्राप्त भयो भने तपाईँहरू मार्फत अथवा चाहिँ तपाईँहरू जस्तो चाहिँ एउटा राम्रो पत्रकारिता गर्ने जो मार्फत हामीलाई प्राप्त हुँदा अथवा अब अन्य कुनै चाहिँ जनमानसबाट प्राप्त हुँदाखेरि हामी त्यसलाई पनि यसै गरेर यस्तो छ भने हामी अपरेसन अगाडि बढाउँछौँ। यो एउटा चाहिँ प्रारम्भिक चरण हो। त्यस्तो अब हामी आयो भने यसो हामी त यसलाई चाहिँ अपरेसन गर्दै अगाडि बढ्छौँ। यस्तो किसिमको गतिविधि छ भने हामीलाई तपाईँले जानकारी गराउनु म अनुरोध पनि गर्छु। ट्रान्जेक्सन चाहिँ कसरी हुँदो रहेछ? अब यसको ट्रान्जेक्सन तपाईँको अनलाइनबाट कसैले तपाईँको चाहिँ त्यो पैसा यो क्यास एपहरू भने मैले तपाईँको अहिले विभिन्न किसिमको एप देखाएँ नि। क्यास एप हो तपाईँको USDT जुन भएको छ, त्यो VPNहरू चाहिँ प्रो गरेर लोकेसनहरू चेन्ज भएको छ। तपाईँको चाइन एप भन्ने छ। अब यो WhatsAppहरूमा तपाईँ कुराकानी आदान प्रदान भएर फेरि तपाईँको यस्तो यसमा चाहिँ जिमेलहरूको प्रयोग हुन्छ। जिमेलमा लिङ्क आउने, त्यो लिङ्क अनुसार चाहिँ तपाईँको अपडेट गर्ने र जुन यो लेभलको कुराहरू चाहिँ तपाईँको अपलोड गरिसकेपछि त्यो रकम चाहिँ फेरि सम्बन्धित व्यक्तिलाई जानकारी हुने। यो अलिकति भास्ट नै छ, यो अलिक टेक्निकल कुराहरू भएको कारणले यसरी नै भनेर तपाईँलाई स्टेप बाई स्टेप बताउनु भन्दा पनि यो हामीले चाहिँ यो अनुसन्धान क्रममा यो हामी निकाल्छौँ। यो मोबाइलमा सिमहरू प्रयोग भएको छैन? कसको मोबाइलमा सिमहरू प्रयोग भएको छ? सबै सबैमा प्रयोग भएको छ। सर कति दिनको अनुसन्धानपछि यो पत्ता लगाउनुभयो सर? यो हामीले यसलाई यो सूक्ष्म निगरानी गरिरहेका थियौँ। हामीलाई इन्फर्मेसन थियो, केही समय अगाडि इन्फर्मेसन थियो। हामीले यसलाई उपयुक्त टाइममा जो मान्छे हामीले अब तपाईँको अमेरिका बसिरहेको व्यक्ति भनौँ उहाँ यहाँ आइसकेपछि हामीले रेड गर्ने भन्ने किसिमबाट हामीले यसलाई यो स्थितिमा पुगेको। 24 आवरै सपोर्ट हुने होइन? यसपालि सर हजुर अमेरिकामा बस्ने नेपालीले जस्तो अमेरिकामा त क्रिप्टो इलिगल छैन नि त। लास्ट 3-4 डेज अगाडि नै ट्रम्पले क्रिप्टोको लागि रिजर्भ त्यो बनाउने भनेर यसका ग्रुपहरू, यसका कति किसिमका मैले तपाईँको प्लेटफर्म भने यसमा चाहिँ 100 प्लेटफर्महरू छ। त्यो प्लेटफर्ममा को आबद्ध भएर कोले यसरी चाहिँ ग्याम्बलिङ गरिरहेको छ, क्रिप्टो करेन्सीबाट कति USDTहरू लिने दिने गरिरहेको छ, कति बिटकोइन लिने दिने गरिरहेको छ, क्रिप्टो करेन्सी कति कारोबार भएछ भन्ने कुराहरू त अब यसमा हामीले TFL गरेपछि पनि थाहा हुन्छ। जस्तो यसको प्रयोगकर्ता चाहिँ नेपाली नै हुन् कि विदेशी हुन्छन्? अब दुईटै हुनसक्छ। पैसा कमाएर त यिनीहरूले क्रिप्टोमा लगानी गर्ने भयो, तर त्यो खेलाउने चाहिँ ती नेपाली हुन् कि विदेशी? अब यो नेपाली यसमा तपाईँको यही हो भने जुन यिनीहरूले यहाँ बसेर खेलाए, यिनीहरू यहाँ बसेर खेलायो भन्दा तपाईँको यो चाहिँ भौतिक रूपमा बस्ती गरेर खेलाउने चिज होइन कि यो तपाईँको चाहिँ यो तपाईँको भर्चुअली हुने कुरा हो कि यो भर्चुअली फिजिकली हुने भर्चुअली हुने कुराहरूमा यो भर्चुअली कहाँबाट कसरी हुन्छ भन्ने कुरो यो चाहिँ यो तपाईँको चाहिँ तपाईँ हामीलाई अहिलेको प्रविधिमा जहाँ बसेर गर्न सक्ने अवस्था भयो। तर कुन टेरिटोरीमा गरियो भन्ने महत्त्वपूर्ण हुन्छ। त्यो टेरिटोरीको कानुनले कतिलाई सपोर्ट गर्छ गर्दैन, त्यो कानुन अनुसार छैन भने
भन्ने कुराहरूमा हामी जानुपर्छ। यो यिनीहरूको चाहिँ जस्तो यहाँ दुईवटा छाप पनि छ, यिनीहरू केमा युज गर्दो रहेछ नि? त्यो छाप त हामीले उसको घरबाट बराबर गरेको, यो उसको एउटा फ्यान्सी स्टोरको छाप पनि छ यसमा। अब यो छापहरू छ, अब यसमा यो सिमहरू छ, यो हामीले धेरै अनुसन्धान गर्नु पनि जरुरी छ। यो कुराहरू हामी बिस्तारै यो पारमै हामीले शुक्रबार गरेर आजसम्म तपाईँलाई यो जानकारी गराएँ। अब हामी बिस्तारै यसलाई चाहिँ अगाडि बढाउँछौँ। जस्तो पोखरामा पनि धेरै नै अरू पनि छन्, अब खुल्ला 1xBet जस्ता अरू बेटिङ कम्पनीहरूले खेलाइरहेको छ, त्यसमा चाहिँ ध्यान जाने हो कि? एकदम त्यो तपाईँले भन्नुभयो जस्तो यही यो फेन्सी पसलको नाममा पैसा पठाउन लगाउँछन्, राति 12 बजे के को फेन्सी पसलमा कुन लुगा बिक्री हुन्छ र त्यस्तोहरूमा हुन्छ कि हुँदैन? एकदम यो तपाईँको चाहिँ जुन डिभाइसहरू हामीले चाहिँ गरेका छौँ, यो डिभाइसहरू मार्फतै अनलाइन जुन 1xBet भन्नुभयो, यो पनि यस्तै किसिमको एउटा चाहिँ प्लेटफर्ममा अन्तर्गत काम गरिरहेको छ। यसलाई अहिले नेपाल प्रहरीले चाहिँ धेरै ठाउँमा चाहिँ यो कानुनी कारवाही पनि अगाडि बढाएको छ। अब यसमा त यदि यहाँ भइरहेछ भने त हामी पक्कै कारवाही गर्छौँ। जस्तो यस्तै काममा नेपाली सेलिब्रिटीहरूको अब हेरौँ न, अब नेपाली कलाकारहरूको फोटो राखेर कलाकारहरू कति त झन् यसमै अहिले पनि प्रचार गरिरहेका छन् होइन। इभो भन्ने छ, 1xBet भन्ने छ, अरू लगायतका कम्पनीहरूमा यिनीहरूले चाहिँ गरेको देखियो कि देखिएन कि एउटै मात्रै हो यिनीहरूले? होइन, यसमा मैले प्लेटफर्म देखाएँ नि त मलाई। त्यो प्लेटफर्ममा तपाईँको एउटामा 40वटा, एउटामा 25वटा प्लेटफर्म छ। त्यो प्लेटफर्म चाहिँ तपाईँको त्यसमा त्यो एपहरू डाउनलोड गरेर यिनीहरूले आफ्नो एप डाउनलोड गरे, त्यो एपबाट युजर आइडीहरू आउने, त्यो युजर आइडीमा फेरि त्यहीबाट रकम जाने, त्यहीबाट पैसा आउने, यी कुराहरू चाहिँ त्यसबाट देखेको छ। यो अलिक भास्ट भएको कारणले तपाईँ हामीले यति इजिली अहिले यही भन्दा ठ्याक्कै बुझिहाल्ने भन्ने अवस्था पनि छैन। यसलाई अलिकति गहन तरिकाले हेर्न पनि हुन्छ। त्यो टिकटकमा लाइभ बसेर तास खेलेको देखाउने चाहिँ आउँछ होइन, त्यसमा चाहिँ तपाईँहरूले हेर्नुभएको कि हेर्नु भएन? त्यो हामीलाई सूचना प्राप्त भने हामी हेरिहाल्छौँ के कस्तो किसिमको, मलाई लिङ्क पठाइदिनु। हस्, अब हामी अर्को